अहिले कहाँ जाँदैछु भने सिआइबी गर्न जाँदैछु किनभने मैले अनलाइन स्क्यामको चाहिँ त्यो मन परेर उसले त्यसपछि त्यहाँ भएको वाट्सएपमा उसले वाट्सएप गर्यो। ओके, अनि त्यसपछि अगाडि एडभान्स पेमेन्ट होइन, अनि बाँकी चाहिँ अब डेलिभरीमा भनेर डिल भयो। नानीले हालिदियो पनि, क्युआर माग्यो, यो क्युआरमा हालिदियो पनि। यो क्युआर चाहिँ हेलो एन्ड नमस्ते जुगार ब्लग्स, वाट्सएप गाइज, सबैजना सन्चै हुन्छ होला नि है। सो के भने म चाहिँ अहिले कहाँ जाँदैछु भने सिआइबी गर्न जाँदैछु किनभने मैले अनलाइन स्क्यामको चाहिँ रिपोर्ट गरिसकेँ। तर मैले यो विषयमा चाहिँ अब भिडियो चाहिँ बनाएको थिइनँ र आज भिडियो बनाउँदैछु होइन। मेरी प्यारी बहिनी, उहाँहरूले चाहिँ अब प्यारी त्यो नेलको उयो हुन्छ नि, नेल एक्सचेन्ज के भन्छ, त्यो नेल जस्तो हुँदो रहेछ। त्यो किन्नको लागि चाहिँ त्यो स्क्याम चाहिँ कसरी भयो भनेर चाहिँ म तपाईँहरूलाई भन्दैछु, सेयर गर्दैछु है। सो मजाले हेर्नु होला है त, र तपाईँ पनि यो ठगीमा फेरि नपर्नु होला है। यस्तो पनि भइरहेछ। सो कस्तो भयो भने फर्स्ट उसलाई एउटा प्रोडक्ट मन पऱ्यो अनलाइनबाट है। त्यो मन परेर उसले त्यसपछि त्यहाँ भएको वाट्सएपमा उसले वाट्सएप गर्यो। ओके, अनि वाट्सएप गरेर प्राइस बुझ्यो, 1200 कति भन्यो। म कन्भर्सेसनहरू पनि राखिदिन्छु, हेर्नु होला होइन। मेसेज गरिसकेपछि रिप्लाई आयो, अनि उसले भन्यो अब उनीहरूको डिल भयो। अब ल 1200 कि 1300मा फिक्स भयो। अनि ल 300 रुपियाँ चाहिँ अगाडि एडभान्स पेमेन्ट होइन, अनि बाँकी चाहिँ अब डेलिभरीमा भनेर डिल भयो। नानीले हालिदियो पनि, क्युआर माग्यो, यो क्युआरमा हालिदियो पनि। यो क्युआर चाहिँ यो क्युआर छ, यसमा उसले हालिदियो पनि। सो तर एकछिनपछि फेरि उतापट्टिबाट मेसेज आयो कि तपाईँको पैसा आएकै छैन, तपाईँले पैसा हालिदिइसक्नुभयो। अनि भन्दाखेरि चाहिँ हालिदिइसक्यो, स्क्रिनसट यही हो त, स्क्रिनसट हेर्न भनेर चाहिँ अब, अनि होइन तपाईँको पैसा आएकै छैन भनेर भन्यो है, भनेछ। अनि पैसा आएको छैन। सो त्यो मेबी पैसा कता अड्क्यो होला। अनि त्यसलाई चाहिँ निकाल्नलाई चाहिँ अब म जस्तो भन्छु त्यस्तै गर्नु न है। त्यो सिस्टम एउटा फलो हो, त्यहाँ कोड आउँछ, त्यो दिने यताउता भनेर होइन। अनि जुन एकाउन्टबाट उसले पैसा ट्रान्सफर गरेको थियो नि त्यो अनलाइन पेमेन्टको लागि हो, त्यही एकाउन्ट थ्रुबाट तिनीहरूले थाहा पाएर त्यहाँ पैसा छ त्यो एकाउन्टमा भनेर कसरी थाहा हुन्छ पनि यिनीहरूलाई होइन। यो जुन 42,000 खर्ल्याम्मै 42,000 घरल्याम्मै लिएर गयो यो यति हान्यो। अनि अलिकति 2-3 हजार लाग्दैन रहेछ। 45,000 समथिङको छ एकाउन्टमा, 42 मात्रै हान्यो। मानवता पनि रहेछ क्या त्यो स्क्यामरसँग क्या। किनभने ल 3,000 चाहिँ उसलाई खर्चको लागि राखिदिन्छु भनेर। सो तपाईँहरू पनि यस्तो अनलाइन ठगीमा नपर्नु होला। र इफ तपाईँले पेमेन्ट गरिसक्नुभयो र पेमेन्ट गरेको स्क्रिनसट पनि छ, एन्ड देन यिनीहरूले फेरि यस्तो भयो उस्तो भयो, पेमेन्ट आएन यताउता भन्नु थाल्यो भने सिधै सम्झिहाल्नु कि स्क्याम हो, र त्यसलाई बरु चाँडो रिपोर्ट गरेर हुन्छ कि त्यसलाई के गरेर हुन्छ एक्सन लिइहाल्नु। किनभने तपाईँको त्यो 300 को चक्करमा 200-300 उनीहरूले जुन अगाडि एडभान्स माग्छ नि, हो त्यहाँबाट हाम्रो एक्सेस पाउँछ क्या यिनीहरूले। अनि हो त्योपछि हाम्रो ब्यालेन्स कति छ भने हेर्छ, त्यो पैसा हुनेको ब्यालेन्समा सिधै हालिदिन्छ होइन। बहिनीलाई के भन्नु अब होइन, अब गर्ने गरिहाल्यो, अब त्यो उसलाई कराएर केही पनि हुँदैन होइन। न अब उसको गल्ती छ बिचरा। मेरो चाहिँ एकजना अङ्कल हुनुहुन्छ डिएसपी, अनि उहाँलाई चाहिँ भनेर सर यस्तो यस्तो भयो भनेर, अनि उहाँले चाहिँ उहाँ चाहिँ अर्कै सेक्टरको हो। अनि अहिले चाहिँ सिआइबीमा पनि साथीहरू रहेछ, अनि सिआइबीको एसपी चाहिँ उहाँको साथी रहेछ। अनि उहाँले मलाई नाम नम्बरहरू दिनुभएको थियो। अनि त्यसपछि त्यहाँ कल गरेर जानु भनेर अनि कुरा भएर अनि त्यसरी म गइरहेको क्या। अनि सो त्यही भएर है यस्तो ठगीमा नपर्नु भनेर मैले पनि भिडियो बनाएको, एउटा सानो एजुकेसन पर्पजले हो। के हुन्छ यसको अपडेट म भन्छु होइन। भइसक्यो होप फर रिकभर भयो भने रिकभर भयो, अब भएन भने के गर्ने र होइन। त्यो स्क्यामरलाई खोज्दै बस्ने अब त्यो हेर्दैन छैन। त्यही पनि अब त्यो खोज्ने काम त अब सिआइबीको हो। त्यही पनि हेरौँ अब सिआइबीको मद्दत लिएर अब एकचोटि गरी हेरौँ न होइन। अब के थाहा भन्छ मलाई मौसम सरले कस्तो कुरा गर्नुहुन्छ भने लाइक हुन्छ टाइम लाग्छ रिकभर हुन्छ भनेर भन्नुहुन्छ होइन। अब टाइम कति लाग्छ, कति महिना लाग्छ के त थाहा भएन। एकैछिनमा म त्यहाँ पुगेर म त्यहाँ कुटुकु गरेर बम भन्छु है त। सुविना पुगेर 1 eternity later. सो त्यही त सिबिआईको अफिस हो मेरो अगाडिको। अनि यहाँ आयो होइन, अनि हाम्रो सरलाई भेटेँ, एसपी सरलाई। फाइल देखेर म ठिस भयो। त्यो कस्तो कुन लेभलको काम हुन्छ होला गाडी बिचराहरूलाई राइट त्यो रुमभित्र है। सब त्यो के अरे कम्प्युटर अगाडि बसेको छ, फाइलको फ्याँक छ, कति फाइल पेन्डिङ होला, कति यस्तो मान्छे होला, कति स्क्याम आम्मा।
म त्यसै ठिस भयो भने म अस्ति नै एकचोटि आउँदै ठिस भइसकेको थिएँ मान्छे देखेर अनलाइन स्क्यामको झन् अहिले त बाबा त्यो अफिसभरि थियो त्यो पुरा सबले आफ्नो अपडेट होइन कोही त फलोअपको लागि मात्रै नै आउँदैछ बिचरा आशले क्या अब पैसा त हो होइन बाढी रिटर्न भयो के भयो अब मलाई नि अब 10-12 दिनपछि खबर गर्छु भन्नु पर्यो ओके ल त्यो नेक्स्ट भिडियो त बाबा